म प्रकाश पराजुली सिटिजन एक्सन पार्टीको तर्फबाट यो प्रेस रिलिज जारी गरिरहेको छु। विशेष गरेर हिजो सिक्किमका मुख्यमन्त्री महोदयले जुन भाषण गर्नुभएको थियो, उहाँको अभिव्यक्ति धेरै हास्यास्पद कुराहरू पनि समेटेको पाइयो अभिव्यक्तिमा। र हुन त विगत 7 वर्षदेखि मुख्यमन्त्री महोदयले सिक्किमे जनतालाई हँसाइरहनु भएको छ। कहिलेकाहीँ विभिन्न प्रकारको प्रताडनाहरू दिएर रुवाउनु पनि हुन्छ। र हिजो विश्वभरि अप्रिल फुल भनेर मनाइन्छ। 1 अप्रिललाई विश्व मूर्ख दिवस पनि भनेर मनाइन्छ। र विश्वभरिलाई ठट्यौलीमा मूर्ख बनाइने दिवस पनि हो। र सिक्किमे जनतालाई सिक्किम सरकार अथवा मुख्यमन्त्रीद्वारा मूर्ख बनाइएको हुन त 7 वर्ष बितिसक्यो। र हिजो मुख्यमन्त्रीले अलिक ठुलो आँट गरेर सिक्किमको सबभन्दा शिक्षित, सबभन्दा विज्ञहरू बसेको शिक्षा विभागलाई नै आफ्नो सम्बोधन राख्दै एउटा सम्मेलन मार्फत बोलेर फेरि राम्रोसँगले अप्रिल फुल बनाउनु भएको हामीलाई भान भएको छ। सिक्किमे जनताले पनि यो कुरा बुझिसक्नु भएको हामी किटान गर्छौँ। र सिक्किममा आजसम्म एसकेएम सरकार आएदेखि 114वटा स्कुलहरू बन्द भएको, त्यसमा अधिकांश स्कुलहरू प्राइमेरी छन्, बन्द सकेका छन्। र यो स्कुलहरू बन्द हुनु भनेको सिक्किमको सरकार फेल हुनु हो, सिक्किमको शिक्षा व्यवस्थालाई फेल गराइनु हो। र सरकारद्वारा जसरी शिक्षा व्यवस्थालाई, शिक्षालाई कमजोर बनाइने कोसिस गरिएको छ, जो एकमुठी पुँजीपतिहरू, दलाल पुँजीपतिहरू, नाफाखोरीहरूसँग मिलेर जुन प्रकारले सरकार आफै लागेर पुँजीपतिहरूका ठुल्ठुला प्राइभेट स्कुलहरूको रिबन काट्ने गरिन्छ, उनीहरूलाई ग्रान्टहरू दिने गरिन्छ, उनीहरूको क्रियाकलापलाई, उनीहरूको स्कुलहरूलाई प्रोत्साहित गरिन्छ। सरकार आफै, सरकारका श्रीमतीहरू, सरकारको परिवार लागेर ती स्कुलहरूको एक प्रकारले प्रमोसनहरू गरिन्छ। आफ्नै छोराछोरी त्यो स्कुलमा पुर्याउँदै अथवा आफ्ना छोराछोरीहरूलाई त्यो स्कुलमा लाँदै त्यहाँका कार्यक्रमहरूलाई सम्प्रेषण गर्दै जुन प्रकारले प्राइभेटाइजेसनलाई, ऱ्यापिड प्राइभेटाइजेसनलाई जुन प्रकारले सिक्किमको सरकार आफै लागेर प्रोत्साहित गरिरहेको छ, यसकै नतिजा र एकमुठी दलाल पुँजीपतिहरूसँग अँगालो मारेर सरकार जुन प्रकारले मार्च गरिरहेको छ, यसकै नतिजा आज सिक्किमे जनताले भोगिरहेका छन्। र यसकै नतिजा अन्तर्गत हिजो पनि 17वटा स्कुल बन्द भएको घोषणा भएको छ। यसको सिटिजन एक्सन पार्टी तथा आम सिक्किमे जनताको तर्फबाट, नागरिकको तर्फबाट घोर भर्त्सना, विरोध र खण्डन गर्न चाहन्छौँ। यो जनतामाथि र जनताले पाउनुपर्ने सेवा सुविधामाथि र जनताले कर तिरेको अधिकारमाथिको यो सरकारले गरेको घात हो। र हामी यसको कडाभन्दा कडा विरोध गर्न चाहन्छौँ। आज सिक्किममा प्राइमेरी स्कुल बन्द हुँदैछ, भोलि प्राइमेरी स्वास्थ्य केन्द्रहरू बन्द हुन्छन्, हस्पिटलहरू बन्द हुन्छन्, भेटनेरीहरू बन्द हुन्छन्। र जहाँबाट सिक्किमे आम जनताले सेवा सुविधा पाउने गर्दैथे, ती तमाम संस्थाहरू यो सरकारले बन्द गर्छ। र ती बन्द भएका संस्थाहरूको जुन जमिन छ, घर छ, इन्फ्रास्ट्रक्चर छ, त्यो तमाम कुराहरू जुन सिक्किम टाउन एन्ड कन्ट्री प्लानिङ एक्ट 2024 छ, यसै अन्तर्गत आएर रेडी गरेको छ सरकारले। यसको खाका, यसको एउटा खाका रेडी गरेको छ। यसकै तहत यिनीहरूले राम्रो गरेको नाममा यिनीहरूले यो तमाम जमिनहरू, इन्फ्रास्ट्रक्चरहरू कुनै पुँजीपतिहरूलाई हस्तान्तरण गरेर चाहिँ उनीहरूले नाफामा परिणत गर्ने, नाफाखोरी पुँजीपतिहरूले पैसा कमाउने अड्डाको रूपमा यो परिणत गर्ने यो दुस्साहस हो, यो षड्यन्त्र हो। र यस्तो षड्यन्त्रको सिक्किमे जनताको हितमा लडिरहेको सिटिजन एक्सन पार्टी विरोध गर्न चाहन्छ। र यहाँनिर के को हवाला दिएर स्कुलहरू बन्द भएको बताइरहनु भएको थियो मुख्यमन्त्री भने फर्टिलिटी रेट, यानि कि जन्मदर, आम भाषामा भन्नु भने नानीहरू नजन्मिएको कारणले गर्दाखेरि यहाँनिर यो स्कुलहरू बन्द भएको भनेर भनिरहेका छन्। यदि नानीहरू नै नजन्मिएको हो भने यी तमाम प्राइभेट स्कुलहरूमा टनाटन विद्यार्थीहरू कहाँबाट, आकाशबाट झर्दैछन् असिना जस्तो, कि कहाँ एलियनका छोराछोरी हुन् उनीहरू, कि एलियन स्पेससिपमा आएर उनीहरू त्यहाँ स्कुलमा दाखिला भइरहेका छन्? यो ठाडो प्रश्न सरकारलाई सिटिजन एक्सन पार्टीको तर्फबाट। तपाईँको नीति काम नगरेपछि, तपाईँको नियम काम नगरेपछि, तपाईँको व्यवस्था फेल भएपछि
तपाईँका शिक्षा मन्त्रीहरू, शिक्षा मन्त्रालय अयोग्य भएपछि, तपाईँको तमाम कुराहरू अयोग्य भएपछि र तपाईँ आफै अयोग्य साबित भएपछि चाहिँ आज यो जनताका इन्स्टिट्युसनहरू, जनताका स्कुलहरू बन्द हुँदाखेरि चाहिँ तपाईँले फर्टिलिटी रेटमा तपाईँ दोष लगाउने। र अर्को कुरा गरौँ, फर्टिलिटी रेट कसरी बढ्छ भन्ने आज म तपाईँलाई बताइदिन चाहन्छु। यो भोलिन्टियरली तपाईँलाई म भनिरहेको छु, तपाईँको सरकारले राम्रो कान थापेर सुन्नु होला। कति बेला मान्छेको जन्मदर बढ्छ भन्दाखेरि कुनै देशमा अथवा समाजमा बाँच्न लायकको स्थिति छ, बस्न लायकको स्थिति छ, विवाह गर्न लायकको स्थिति छ, शान्ति छ, सुरक्षा छ, त्यहाँनिर आर्थिक गतिविधि ठिक छ, त्यहाँनिर गरी खानका लागि सयौँ उपायहरू छन्, सयौँ अवसर छ, अथवा गरी खानको लागि त्यहाँको अर्थव्यवस्था, त्यहाँको आर्थिक जुन गतिविधि छ चलायमान छ भने, र जनताले आफ्ना छोराछोरी पढाउने नजिकैमा गुणस्तरीय स्कुल छ, आफ्नो छोराछोरी अथवा आफै पनि स्वास्थ्य सुविधाका लागि नजिकैमा गुणस्तरीय हस्पिटलहरू छ, गुणस्तरीय सडक छ, त्यहाँको तमाम व्यवस्थाहरू गुणस्तरीय स्तरको छ, विश्व स्तरको छ भने चाहिँ मान्छेलाई विवाह गर्ने, छोराछोरी जन्माउने, स्कुल पठाउने जस्ता सपनाहरू मान्छेले देख्न सक्छ र आँट आउँछ। उहिले हाम्रा पिता पुर्खाहरूले 13जना ठुलो कान्छो ठुली कान्छीसम्म छोराछोरी जन्माउँदाखेरि त्यति बेला के आँटले जन्मायो होला भन्दाखेरि त्यति बेला उनीहरूलाई आँट आउँथ्यो, किनभने उनीहरूलाई यो प्रकारको प्रेसर थिएन, सरकारले भिक्टिमाइज गर्दैन थियो, सरकारले भात पानीमा काट्दै थिएन थियो। त्यति बेला विपक्षी भएको नातामा भात पानीमा तपाईँ काट्दैन थियो सरकारले सेवा सुविधामा काट्दैन थियो। र आज सिक्किमे जनता त्रासित छन्। अर्को कुरा, सिक्किमे जनताले जुन प्रकारको सेवा भत्ता अथवा तलब पाइरहेका छन्, जुन प्रकारको नोकरीको स्तर, जुन प्रकारले नोकरीबाट उनीहरूले स्यालेरी प्राप्त गरिरहेका छन्, यसले उनीहरूको जीवन धान्न, उनीहरूको न्यूनतम ज्यालाले जीवन धान्न गाह्रो परिरहेको छ। यी तमाम कुराहरूले गर्दाखेरि आज फर्टिलिटी रेट हुनका लागि त मान्छे विवाह हुनु पर्यो, विवाह भएर के हुँदाखेरि नानी जन्मिन्छ भन्ने त यो तपाईँलाई हामीले भनिरहनु पर्ने कुरा होइन नि। तपाईँ पनि 2-4 जना विवाह गरेर नानीहरू भएकै मान्छे हो त, बाउै हो त। त्यस कारणले गर्दाखेरि आज तपाईँहरू बाउ भएर चाहिँ बाउ कसरी हुन्छ भन्ने प्रश्न चाहिँ जनतालाई नतेर्साइदिने पनि म यहाँबाट यो म तपाईँलाई भन्न चाहन्छु। त्यस कारणले गर्दाखेरि अब आमाहरूलाई भनौँ भने त आमाहरूको सहभागिता तपाईँको सरकारमा छैन, यो भन्न पनि मिल्दैन। बाउहरूले होस गर्ने दिन आएको छ र विशेष गरेर सिक्किमे जनताले होस गर्ने दिन आएको छ। यो दलाल पुँजीपतिहरूसँग अँगालो मारेर हिँड्ने सरकारले अब जनताको जमिनहरू, संस्थाहरू पुँजीपतिहरूको झोलीमा हाल्दैछ। यसका लागि हामीले जनताको आँखा खोल्नु थियो, जनताको दृष्टि खोल्नु थियो, हामीले त्यो काम गरिरहेका छौँ। र अहिले एक प्रकारले हेऱ्यो भने सिक्किमका मुख्यमन्त्री दलाल पुँजीपति यो रियल इस्टेटको डेभलोपर जस्तो काम गरिरहनु, डेभलोपरहरूको जुन एजेन्ट जस्तो काम गरिरहनु भएको छ, दलाल जस्तो काम गरिरहनु भएको छ। र सिक्किमको जमिनहरू सित्तैमा अथवा कम दाममा अथवा टेबल मुनिबाट लेनदेन गरेर जुन प्रकारले पुँजीपतिहरूलाई हस्तान्तरण गर्ने र उनीहरूलाई कमाउन दिने र कमिसनमा जुन प्रकारले मुख्यमन्त्रीले काम गरिरहनु भएको छ, यसैको नतिजा हो यो सिक्किमका यी तमाम स्कुलहरू बन्द गर्नुपर्ने। र यी स्कुलहरू छिट्टै हामीलाई लाग्छ यो दलाल पुँजीपतिहरूको हातमा पुग्नेछ। त्यस कारणले गर्दा आज हामी सचेत हुन जरुरी छ। र जुन प्रकारले उहाँले हिजो भाषणमा उल्लेख गरिरहनु भएको थियो, यहाँनिर हामीले डिप्युटेसनमा लग्यौँ, ट्रान्सफर जतिसुकै बेला गऱ्यौँ भनेर उहाँ आफै खेद प्रकट गरिरहनु भएको थियो। तपाईँलाई 7 वर्षमा बुद्धि खुलेछ, 7 वर्षमा विश्वले कत्रो छलाङ मारेर के प्रगति गरिसकेको छ, विश्वका अनेकौँ मुलुक र राज्यहरूले के गरिसकेका छन्, तपाईँलाई बुद्धि खोल्न मात्र 7 वर्ष लाग्यो। हामीलाई यति साह्रो दुःख लागिरहेको छ कि कति अयोग्य मान्छेलाई सिक्किमे जनताले मुख्यमन्त्री बनाएछन् भनेर हामी अहिले धेरै दुःखी छौँ, दुःख मानिरहेका छौँ। र हुनसक्छ तपाईँलाई भोट दिने मान्छेहरू पनि हामी जति नै दुःखी होलान्। र एटलिस्ट हामीले त सिक्किमे जनतालाई बचाउनका लागि हामीले अल्टरनेटिभ बाटो पनि देखाएका थियौँ, त्यसमा हामी आफैलाई गर्व पनि मान्छौँ। र विशेष गरेर यो जुन प्रकारको भिक्टिमाइजेसन छ, एकजना मान्छे परिवारको मङ्गानमा छ, एकजना दिल्लीमा छ, उसको फर्टिलिटी कसरी बढ्छ, उसको छोराछोरी कसरी हुन्छ, यसमा केही यो त जादुले त छोराछोरी बनिँदैन, त्यो तपाईँलाई याद छ। त्यस कारणले गर्दाखेरि पोलिसीहरू बनाउँदाखेरि वैज्ञानिक दृष्टिकोण राखेर पोलिसीहरू बनाउनु पर्ने हुन्छ र त्यो सौताको रिस सासूलाई फेर्नु हुँदैन, अथवा सौताको रिस कोनी कसलाई फेर्ने, कोनी कसको काख हग्ने भन्ने जुन नेपालीमा एउटा उखान छ नि, त्यसो गर्नु हुँदैन। मुख्यमन्त्री साहब मेच्योर्ड हुनुपर्छ। त्यस कारणले गर्दाखेरि तपाईँले जुन प्रकारले भिक्टिमाइजेसन गर्नुभएको छ, मान्छेलाई रिस फेर्नु भएको छ,
र त्यसले गर्दाखेरि पनि आज यो शिक्षा व्यवस्था बर्बाद भएको छ। र जुन प्रकारले एक्सटेन्सन गर्नुभएको छ, आज प्राइमेरी स्कुलमा 60 वर्षको मान्छेले कसरी पढाउन सक्छ? तपाईँलाई त्यति पनि चेतना नहुनु यो दुर्भाग्यपूर्ण कुरा हो। आज 62 वर्ष 63 वर्षको मान्छेले प्राइमेरी स्कुलमा कसरी काम गर्न सक्छ? कुन एनर्जीले काम गर्न सक्छ? त्यहाँ प्राइमेरी स्कुलमा नाच्नुपर्ने हुन्छ, गाउनुपर्ने हुन्छ। ती नानीहरू जस्तै त्यो उनीहरूसँगै त्यो रसमा त्यहाँनिर उनीहरू काम गर्नुपर्ने हुन्छ, त्यस्तै भावनामा काम गर्नुपर्ने हुन्छ। सक्छन् त ती वृद्ध बाबुआमाले, वृद्ध शिक्षिकाहरूले त्यो तपाईँको जुन एक्सटेन्सन पोलिसी छ र विशेष गरेर जुन डेपुटेसनले गर्दा सिक्किममा तमाम शिक्षक शिक्षिकाहरूको जुन मोटिभेसन छ त्यसलाई चाहिँ जिरो बनाएको छ, निरुत्साहित बनाएको छ। र एकदमै उहाँहरू अहिले पुरा एकदमै निरुत्साहित भएका छन्, उनीहरू डिमोटिभेट भएका छन्। त्यस कारणले गर्दा पनि तमाम सिक्किमका स्कुलहरू बन्दमा कारागार यसले नै एउटा त्यसलाई फ्युलिङको काम गरिरहेको छ। यी तमाम कुराहरूमा सुधार ल्याउनका लागि अब यो व्यवस्थाले सुध्रिनुपर्छ अथवा यो व्यवस्था चलाइरहनु पर्ने मान्छेहरू फेरिनुपर्ने अवस्था आएको छ। त्यस कारणले गर्दा तपाईँको हिजोको भाषणमा तपाईँ एकताल फेरि निर्क्योल गरेर हेर्नुहोला। तपाईँको क्रान्ति अहिले पूर्ण प्रतिक्रान्तिप्रति फर्केको छ। अहिले तपाईँको सरकार र तपाईँको पार्टी प्रतिक्रान्तिको भयानक बाटो हिँडेर पछाडिको पनि त्यो इतिहासकै सबभन्दा पछाडि पुगेको छ। त्यस कारणले गर्दा तपाईँलाई हामी यो अवगत र सचेत गराउन चाहन्छौँ, तपाईँ प्रतिक्रान्तिको बाटोमा हुनुहुन्छ र तपाईँको क्रान्तिकारी पार्टी र क्रान्तिकारी सरकार अहिले पछाडि हिँडिरहेको छ। संसार अगाडि बढिरहेको छ, प्रगति गरिरहेको छ र तपाईँको सरकार र सिक्किमलाई तपाईँले पछाडि लगिरहनु भएको छ। यसमा हामी खेद प्रकट गर्न चाहन्छौँ र यही छ, यी तमाम स्कुलहरूको बन्द भएको हामी विरोध गर्न चाहन्छौँ। र यो स्कुलहरू कसरी हुन्छ? हरेक नानीले कहाँ जन्मिने, कसको छोराछोरी भएर जन्मिने उसको बसमा हुँदैन। त्यस कारणले सिक्किमको हरेक गाउँमा जन्मेको एकैजना नानीले पनि उसले चाहेको नजिकको स्कुलमा पढ्न पाउनुपर्छ। यसका लागि सिटिजन एक्सन पार्टी जत्रै लडाइँ गर्न पनि जनताको साथ लिएर तयार छ र हामी आफ्नो लडाइँ, आफ्नो सङ्घर्ष जारी राख्नेछौँ। र सरकारले अहिले नै सचेत हुने म सरकारलाई कामना गर्दै यो आजको भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद।